हेलो साथीहरू, आज चाहिँ म फेरि एउटा छोटो भिडियो लिएर आएको छु। यहाँ हेर्नुहोस्, म अहिले चाहिँ यसमा 2 बटुको मैदा हालेर मैदाको यसरी बटर बनाउनलाई तयार गर्दैछु र यसरी बटर भइसक्यो। र यहाँ हेर्नुहोस्, यसमा चाहिँ मैले थोरै बेकिङ पाउडर पनि मिलाएको छु र यसलाई म अब चाहिँ भने 1 घन्टाको लागि छोपेर राखिदिन्छु र 1 घन्टापछि हेर्छु कस्तो हुनेछ। र आज चाहिँ म जलेबी बनाउन लागेको र हामी पनि घरमै बनाएर खाउँ भनेर कस्तो हुँदो रहेछ भनेर। यहाँ चाहिँ मैले हेर्नुहोस् ग्यासमा पानी उमालिसकेको छु र यहाँ पानी उम्ल्यो। यसमा चाहिँ मैले अब 2 बटुका चिनी लगाउँदैछु र यहाँ हेर्नुहोस् 2 बाटी चिनी लगाएँ र यसलाई म चलाउँछु ताकि तल नटासियोस् भनेर। र यो चाहिँ चिनीको पाक बनाएको। यहाँ हेर्नुहोस्, अब यसलाई चाहिँ अलिक मजाले पकाउने हो र अलिक यसको पाक निस्किने गरी मजाले। अब म यसमा चाहिँ अलिकति फुड कलर लगाइदिने छु। यो चाहिँ अलिक थोरै भयो जस्तो लाग्यो र अब अलिकति लगाउँछु र अलिक राम्रो कलर आउँदैछ। र यहाँ हेर्नुहोस्, यसमा मैले फुड कलर लगाइसकेँ र अब यो हुनु लाग्दैछ, पाक हुनु लाग्यो। र यसपछि चाहिँ मैले अब अघिको ब्याटरलाई हेर्दैछु। यहाँ हेर्नु ब्याटर चाहिँ भएछ तर अलिक बाक्लो भएछ र यसलाई चाहिँ अलिकति पानी हालेर अलिक पातला बनाउँछु र म जलेबी बनाउँछु। यहाँ चाहिँ मैले कराही बसाइसकेको छु। यो चाहिँ भयो चिनीको पाक हो र मैले चाहिँ अब जलेबी बनाउनको लागि एउटा चापातको प्याकेट काटेर त्यो रेडी गरेँ र यसरी यो प्याकेटभित्र मैले यो ब्याटर लगाएको छु र मैले यसरी जलेबी बनाउँदैछु। यहाँ हेर्नु साथीहरू, फर्स्ट टाइम हो, कोसिस गर्दैछु जलेबी हामी पनि घरमा बनाएरै खाने हो भनेर। यहाँ हेर्नुहोस् कस्तो लाग्छ कमेन्टमा भन्नुहोला। र जलेबी मैले चाहिँ यसरी बनाउँदैछु। यहाँ हेर्नुहोस्, र जलेबी पनि अब पाक्नु लाग्यो। अब एक साइड चाहिँ पाकिसक्यो भन्दा नि भयो र अर्को साइड पल्टाइदिँदैछु र यसलाई यो पाकिसकेपछि चाहिँ पाकमा लगाउने हो, चिनीको पाकमा। यहाँ हेर्नुहोस्, रातो रातो हुनु लागेछ भनेपछि पाक्नु लाग्यो। यहाँ हेर्नुहोस् जलेबी। र अब म यसलाई चाहिँ अब चिनीको पाकमा लगाउने छु। यो चिनीको पाकमा लगाएँ र जलेबी तयार हुनु लाग्यो साथीहरू। यहाँ हेर्नुहोस्, अब चाहिँ म यसलाई निकाल्छु र जलेबी तयार भयो। यहाँ हेर्नुहोस्, र तपाईँहरू पनि यसरी नै बनाएर खानुहोस्, इन्जोय गर्नु।